हेलो, नमस्ते जुजुलप्पा, म सोनाली र आज हामी चाहिँ यहाँनिर मानस सेवा आश्रममा आज तिथि परेको हुनाले हाम्रो अजा अजीको नाममा यहाँ खाजाहरू खुवाउनु आइरहेछौँ। हेर्दै गर्नुहोला। यो चाहिँ हाम्रो पहिलाको युरेका 9 10 ब्लक रहेछ यहाँ चाहिँ। यहाँ चाहिँ अहिले मानव सेवा आश्रम खोलेर रहेछ। मेरो भाइ भन। हेलो गाइस। जय मानव सेवा भन्दैछ नेपालीय धारा, अतिथि देव भव भन्दैछ नेपालीय धारा। स्वागत गर्छौँ हजुरहरूलाई, निभाउँछौँ परम्परा। स्वागत गर्छौँ हजुरहरूलाई, निभाउँछौँ परम्परा। विभिन्न कारणवश र प्राकृतिक एवं सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउनु आमा बुबा दाजुभाइ तथा नानीका बहिनीको आश्रय स्थल मानव सेवा आश्रम आज समाजको बिहानको खाजा सेवाको समय रहेको छ। आज विशेष गरी धरान बाह्र चपरालाई निवासी मानवीय भावनाका धनी आदरणीय सोमन ताम्राज्यू, आदरणीय सन्ध्या ताम्राज्यू, आदरणीय शान्ति साक्यज्यू, आदरणीय सोनम ताम्राज्यू र आदरणीय सोनाली ताम्राज्यूद्वारा आफ्नो स्वर्गीय बुवा देवराज ताम्रादार र स्वर्गीय आमा मैयादेवी ताम्रादारको पुण्यतिथिको सम्झनामा मानव सेवा आश्रमको धरान शाखामा गरिमा बुवाआमाहरूको लागि आज बिहानको खाजा सेवा योगदान गर्नुभएको छ। सम्पूर्ण परिवारलाई धेरै धेरै साधुवाद व्यक्त गर्न चाहन्छु। उपस्थित हुनुहुन्छ आदरणीय शोभन ताम्रादारज्यूलाई हामी सम्पूर्ण बुवाआमाको सहयोगले आशीर्वाद स्वागत गर्दछौँ। आदरणीय सन्ध्या ताम्रादारज्यूलाई पनि हामी सम्पूर्ण बुवाआमाको पालिको सहयोगले आशीर्वाद स्वागत गर्दछौँ। त्यसै गरी हुनुहुन्छ आदरणीय शान्ति साक्यज्यूलाई पनि हामी सम्पूर्ण बुवाआमाको पालिको सहयोगले आशीर्वाद स्वागत गर्दछौँ। त्यसै गरी नानी हुनुहुन्छ आदरणीय सोनल ताम्रादारज्यूलाई पनि हामी सम्पूर्ण बुवाआमाको पालिको सहयोगले आशीर्वाद स्वागत गर्दछौँ। आदरणीय सोनाली ताम्रादारज्यूलाई पनि हामी सम्पूर्ण बुवाआमाको पालिको सहयोगले आश्रममा स्वागत गर्दछौँ र आश्रममा स्वागत महाशक्ति छोरी आनन्दी मानवलाई सादर अनुरोध गर्दछु।
बुवा आमाको वैकुण्ठवासको लागि यो अग्रभागमा रहेको दीपलाई प्रज्वलित गरिदिनु हुन म सम्पूर्ण परिवारलाई सादर अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद। अब पनि हामी प्रार्थना गर्नेछौँ। सबैजना आफ्नै ठाउँदेखि उठिदिनुहुनेछ। बुवा आमाहरू पनि उठिदिनुहुनेछ। सबैजना पछाडिदेखि पनि उठिदिनुहुनेछ। सबैजना आफ्नो व्यवहार गर्नुहुनेछ। दुवै हातलाई पूर्ण रूपमा बन्द राखिदिनुहुनेछ र शिरलाई थोरै शक्तिशाली भजन छ। भजनमा शक्तिशाली मन्त्र हुन्छ र मन्त्रभन्दा पनि शक्तिशाली हुने गर्दछ प्रार्थना। एक्लैले गरेको प्रार्थना एकल हितको लागि हुन्छ भने आस्था अनि विश्वास राख्छ उहाँहरूलाई नै सम्झेर प्रार्थनामा महानता, रूढिबुढी, अन्धविश्वास, विकृति र विसङ्गतिलाई कतै प्रचार नदिऊ। यो सृष्टि सबैको लागि साझा वरदान हो। मिलेर बस्न सक्ने उदार, विशाल र आत्मीय गुणहरू विकसित गर्न सकौँ। बदल्न सक्ने विषयवस्तुलाई बदल्न सक्ने शक्ति र बदल्न नसक्ने विषयवस्तुलाई स्वीकार गर्न सक्ने शक्ति होस्। आजदेखि एउटा राम्रो कार्य गर्न पाऊ, राम्रो बोली बोल्न पाऊ, राम्रो कुरा हेर्न पाऊ, सिकाइको कुरा होस्, देशमा शान्ति छाओस्, जग्गामा शान्ति छाओस्, हामी प्रत्येकको मनमा शान्ति छाओस्। अन्ततः सबैको मङ्गल होस्, सबैको कल्याण होस्, प्राणी मात्र नहित होस्, विश्वको जय होस्, विश्वको जय होस्, विश्वकै जय होस्। सबैजनाले आफ्नो दुई हात लिएर गर्दै उत्पन्न भएको पापलाई आरती सम्झेर आफ्नो अनुहारमा लगाउँदै आफ्नो सक्नुहुनेछ। धेरै धेरै साधुवाद। सबैजना प्रार्थनामा सुसम्मान भएको छ, मस्त आइरहेको छ। नकारात्मक भावनाहरू राखिदिनु न म सादर अनुरोध गर्दछु। सर्वप्रथम यो मानव सेवा आश्रम छ, यो आयोजकलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। र म चाहन्छु कि भरसक हामी मानव एउटा जात, जाति, धर्म भन्दा धेरै अझै माथि उठेर एउटा यसरी एउटा सबैभन्दा माथि भनेको मानव सेवा हो। धर्म विभिन्न धर्मको यहाँनिर म देख्छु, विभिन्न धर्म मान्नुहुन्छ होला, विभिन्न जात जाति हुन्छ, तर पनि यो एउटा मानव सेवा यो जस्तो आश्रम छ यसले विभिन्न जात जाति धर्मदेखि माथि उठेर मानव सेवा गर्ने भावना लिएर यहाँ आएर जो सेवा दिनुभएको छ, आश्रय दिनुभएको छ, यो धेरै सराहनीय कुरो हो। आज मेरो बुबा देवराज ताम्राकार मेरो मुमा हुन्छ, मैया देवी ताम्राकार, उहाँको पुण्यतिथि र यो एउटा अवसर सेवा गर्ने एउटा अवसर पाएको थिएँ र खुसी लाग्यो कि आफ्नै धरानमै पनि रहेछन्। र म त भरसक मेरो चाहिँ इच्छा के छ भने हामी एउटा परिवार बसेका मानिसहरू सम्पर्कविहीन एउटा होइन सम्पर्कविहीन भरसक नभएकै अवस्था राम्रो एउटा अशक्त असहाय अवस्थाहरू जुन सिर्जना भइरहेको छ त्यो नहुँदा अझै नै हामीलाई चाहिँ राम्रो अवस्था हो। तर पनि यस्तो अवस्था सिर्जना भइहालेको खण्डमा यो मानव सेवा आश्रमले यहाँहरूलाई चाहिँ एउटा समेटेर होइन एउटा त्यो दुःखलाई बाँडेर तपाईँहरूलाई चाहिँ यो अवस्थामा राख्नु भएको छ। यो धेरै सराहनीय कुरा हो। मानव सेवा नै ठुलो सेवा हो। यो विभिन्न धर्म अघि मैले भनिहालेँ धर्मदेखि भन्दा पनि र एउटा जाति भन्दा पनि धेरै उत्कृष्ट हो। यसलाई एकदम सराहनीय मान्नुपर्छ र धेरै ठुलो कुरो हो। र हामीले चाहिँ आज एउटा यो अवसरमा चाहिँ एउटा चिया पानको कति व्यवस्था गरेको छौँ र यसरी नै हामी फेरि आउनेछौँ होइन। योभन्दा अझै राम्रो यहाँलाई आउने दिनमा चाहिँ अझै राम्रो तरिकाले अझै राम्रो पुस्तकाले अन्य कुरोहरूमा पनि हामी एउटा सेवा गर्ने हामीले एउटा मनसाय बनाएको छौँ र
अझै यता गरेर हामी होइन आउने दिनमा चाहिँ खानासाना खुवाउने अरू पनि केही गर्छौँ र यो चाहिँ हाम्रो सुरुवात मात्रै हो। फर्स्टचोटि हामी यहाँसँग सम्पर्कमा आयौँ र यो धेरै यो हामीलाई थाहा नभए पनि हामी यो सम्पर्कमा आयौँ र सम्पर्क आएर फर्स्टचोटि हामीले प्रयास गरेका छौँ र आउने दिनमा पनि हामी तपाईँसँग विगत जानेछौँ र यो अवसर दिनुभएकोमा चाहिँ म हाम्रो मानव सेवा आश्रमका समितिका आयोजक होस्ट गर्नुहुन्छ बहिनीहरू उहाँहरू धेरै राम्रो सहयोगी हुँदैछ होइन धेरै हुन्छ यो संस्था पनि उहाँ साथ राख्नु लाग्यो र यहाँले जुन यो सेवा दिइरहनु भएको धरानमा यो उत्कृष्ट छ। अझै यो चाहिँ यसको सेवा चाहिँ अझै फल्दै फुल्दै जाउँ अझै आउने दिनमा र यहाँ सम्पूर्ण साथीहरूलाई आयोजक समितिलाई भनौँ न आश्रमका उहाँलाई धन्यवाद दिन चाहन्छु। हामीलाई अब गुरुले भन्दै हुनुहुन्छ कि जहिले पनि भन्नुहुन्छ हामी गर्ने हुन्छ भने गर्नलाई प्रेरणा दिने व्यक्ति अध्यक्षमा तर्फबाट हजुरहरूलाई धेरै धेरै शुभकामना शुभकामना। अब भने खाजा बसिसकेको छ हजुरहरूकै हातदेखि पुगाहरूलाई खाजा दिनेछौँ। हस् धन्यवाद। जय मानव सेवा, जय मानवता। Hola, dia कसैलाई खिच्दै सुन कसैलाई देऊ न खिचिदिनुहुन्छ भन्छु तिम्रो गर्नु तिम्रो
हजुर बिदा फर्कासी तिमी पनि जानु चालु न लड्छु बाई बाई राम खुसी होस् न होइन भोलि पछि आउँछ भोलि आउनु न भोलि आउँछु ल भोलि गइल ल भोलि आउँछु मन लाग्यो अरे नि त मिनी र मम्मीले यहाँ सँगै दिदी पनि बस्ने नाम पनि टिपाइ राख्न फाल्टो बस्नुलाई छोरीको नाति छोरीको छोरी मेरो छोरी छोरीको छोरी छोराको त उ त्यो दुईजना भएन नि यता निनी एकछिन निनी यता हेर्न यसो न यता 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 हेर्न जानुभएको अनि दिदी जानुभएको धन्यवाद शुभ समय हामी चाहिँ घर आइपुग्यौँ र यहाँ चाहिँ मेरो निनी निनी के शब्द राखिदिनुहोस् त आज मेरो बुवा आमाको पुण्यतिथिकोमा मेरो भाइले र बुहारी दुईजना भएर खै के ठाउँ माथि मानव सेवा आश्रममा गएर चाहिँ त्यहाँ 50-60 जनाहरू रहेछ त्यहाँनिर के अरे वृद्धहरू केटाकेटी सबै अस्वस्थ त्यस्तो बिमारीहरू अनि त्यहाँ मेरो भाइ र बुहारी दुईजना भएर त्यहाँ चाहिँ यसो चिया नास्ताहरू खुवाएर आएको मलाई चाहिँ मेरो भाइले त्यसरी गरेकोमा मेरो मन चाहिँ एकदम आनन्द भयो मलाई खुसी लाग्यो बुवा आमाको पुण्यतिथिकोमा गरेकोले गर्दाखेरि मलाई चाहिँ धेरै खुसी लागिरहेछ भाइ बुहारीले गरेकोमा अरू अब के मलाई आउँदैन बोल्नु लु सन्ध्या बोल ल मम्मी भन्नु मैले पनि सासु ससुराको जस त्यहाँ खुवाएर आएपछि मैले बाबा पनि के शब्द राखिदिनु लु आयो आज 2083 साल श्रावण 24 गते एकादशी दिन र मेरो बुबा र आमाको पुण्यतिथि पनि एकादशी दिनै परेको मेरो बुबा देवराज तामाका 2058 साल फागुन 25 गते एकादशीको दिन र मेरो मुमा मैया देवी तामाका पनि 2054 साल श्रावण 25 गते एकादशी दिन उहाँ दुईजनाकै बिहा अवसान भएको र आजको दिन बुबाको र आमाको पनि पुण्यतिथि परेको हुँदा आज यो पावन दिनलाई हामीले मानव सेवा आश्रम धरानसौरमा त्यहाँ गएर त्यहाँ रहनुभएका बुबा आमाहरू दुखी गरिब अशक्त असहाय र अपाङ्ग यी व्यक्तिहरूलाई चाहिँ आज दिनमा चाहिँ हामीले बिहानको नास्ता चिया पाउरोटीहरू पायौँ र उनीसँग हामीले आज बसेर यो समयलाई चाहिँ हामीले उहाँसँग बसेर बितायौँ र साह्रै खुसी लाग्यो यो मानव सेवा आश्रम धरानसौरमा उहाँले चाहिँ वृद्धहरू अशक्त असहायहरूलाई चाहिँ एउटा आश्रय दिनुभएको रहेछ र उहाँले चाहिँ हामीलाई त्यो आश्रममा लगेर उहाँलाई नास्ता खुवाउने चिया खुवाउने एउटा वातावरण सृजना गरिदिनु भएको थियो र अहिले भर्खर हामीले उहाँलाई चाहिँ सबै झन्डै कम्तीमा 50-60 जना हुँदैछ उहाँलाई चाहिँ हामीले भर्खरै यो बुवाआमाको पुण्यतिथिको अवसरमा उहाँलाई चाहिँ चिया नास्ताहरू खुवाएर पकाएर आयौँ र साह्रै आनन्द लागिरहेछ खुसी लागिरहेको छ
2 अक्षरको आमा र 2 अक्षरको बाबा नै हाम्रा